के छ साथीहरु सबैलाई स्वागत छ मेरो मिनी ब्लगमा। आजदेखि म मिनी ब्लग गर्छु र तपाईहरुलाई म दिनमा यहाँ लेबर क्याम्पमा के काम गर्छु भनेर र के पाए भनेर सबै देखाउने छु है त। ल अब हाम्रो मिनी ब्लग चाहिँ यहाँबाट स्टार्ट गरौँ गाइज। म चाहिँ बिहान 5 बजे उठेर फ्रेस भएर आएर लवङ पानी खान थाले। म चाहिँ जहिले पनि लवङ पानी खान्छु। त्यसपछि फेरि मेरो ड्युटी जाने टाइम बाँकी थियो र म सुते है त। सुतेपछि चाहिँ म 1 घण्टापछि उठ्छु। 6 बजेर 20 मिनेटमा उठ्ने बित्तिकै म चाहिँ लुगा लाउन थालिहाल्छु, किनभने 6:20 देखि मेरो ड्युटी जाने टाइम हुन्छ। लुगा लाउने बित्तिकै फेरि म आफ्नो बेड ब्ल्याङ्केट मिलाउन थालिहालेँ। ब्ल्याङ्केट मिलाउने बित्तिकै म स्विट भागिहाल्छु। त्यसपछि म चाहिँ एक्लै लखर अगाडितिर हिँड्न थालिसकेँ। त्यसपछि म सिधै जान्छु अफिसबाट वासरुममा। अफिस कस्तो फोहोर छ कि छैन भनेर हेर्नलाई। फोहोर देख्ने बित्तिकै मैले मस्त सफा हानिसकेको छु। त्यसपछि हामी जारको पानी लिन गयौँ र जारको पानी सँगसँगै FO A3 पेपरहरू सबै लिन गयौँ हामी। त्यहाँबाट फेरि ब्याक टु द अफिस आउने बित्तिकै चाहिँ मैले टोइलेट सबै सफा हानिदिएर यस्तो देखाएँ। त्यसपछि म टिस्यु चेक गर्न गएँ। टिस्यु पनि सकिसकेको रहेछ र फेरि मैले दाइलाई बोलाएर यहाँ टिस्यु हाल्न लगाइदिएँ। त्यसपछि दाइले टिस्यु हालेपछि हामी फेरि बाहिर अफिसतिर सफा गर्न गयौँ। यहाँ चाहिँ मैले मप सप धोएर राखिरहेको थिएँ। अफिस सफा गर्दा चाहिँ हामीलाई 8:30मा चाइनिजले बोलाइसकेको थियो। म चाहिँ छिटो खाजा खाएर गएँ र ठ्याक्कै चाइनिज पनि त्यहाँ बिचमा भेटी भइहाल्यो। त्यसपछि चाइनिजको अफिसमा गएर एकछिन कुर्यौँ र त्यसपछि चाइनिजले रुममा लगेर त साला हामीलाई यस्तो बरिया बनाइदियो। सामान सबै लग्यौँ हामीले। सबै सामान चाहिँ चाइनिजहरूको स्टोरमा राख्न लग्यो। त्यसपछि स्टोरमा राखिसकेपछि फेरि पनि हामीलाई रुम सफा गर्न बोलायो। दुईजना हामी रुम सफा गर्नको लागि रेडी भएर निस्क्यौँ। त्यहाँ चाहिँ पाजेले पुरा बत्ती बनाउँदो रहेछ। हामी चाहिँ यो रुम सफा गर्न आयौँ। त्यसपछि फेरि दाइलाई चाहिँ अघिकै स्टोरमा बरिया बनाएर पठाइदियो र मलाई चाहिँ फेरि चाइनिजले उता स्टोरमा लगेर त्यो एउटा नयाँ चाइनिजलाई दिनुपर्ने सामानहरू लिएर बोकाएर हिँडायो र हामी फेरि त्यही रुममा आयौँ र दाइहरू चाहिँ सफा गर्दै थियो। र फेरि अर्को रुममा चाहिँ के भयो भने यहाँ दुईजना एउटा त्यो खलको लागि झगडा गर्ने, मलाई चाहियो हेर्न सक्नुहुन्छ। उनीहरू दुईजनाको हातमा त्यो एउटा छ। त्यसपछि फेरि अब फिक्स भएको छैन। त्यसपछि मैले पनि आफ्नो लागि सामानहरू यताउति लिइसकेको थिएँ। मेरो लागि जुन अब मतलब चाहिने कुराहरू मतलब केही कुरा चाहिन सक्छ, नचाहिने कुरा फाल्छु भनेर राखेँ। त्यसपछि चप्पल पनि राखेको थिएँ मैले। अनि यहाँ फेरि सरसफाइ गरेर बल्ल तल्ल 11:40-50 हामी आयौँ र त्यसपछि खाना खाने टाइम पनि भइसकेको थियो र हामी खाना गयौँ। रुममा खानासाना खाएर रेस्ट गरेर फेरि 2 बजे चाहिँ ड्युटीतिर आयौँ। अब यो बेला चाहिँ यो मास्क किन लगाउँछु भने पुरा गर्मीले छाला पोल्छ कि, त्यही भएर हामी नभनौँ म त्यसरी लगाउँछु। अनि त्यसपछि अफिसमा आएर एकछिन यहाँ बस्यो हामी हाम्रो सिक्रेट ठाउँमा। तर फेरि हामीलाई बोलाइहाल्यो। हामी चाहिँ रुममा त्यो इमर्जेन्सी नम्बर टाँसेको हुन्छ, त्यो फोटो खिचेर दे भन्यो, मतलब त्यो चाहियो अरे। अनि त्यही भएर हामी चाहिँ फोटो खिच्न आयौँ। यता 3वटा रुममा पाकिस्तानीहरूको रुममा गयौँ र एउटा चाहिँ मेरो आफ्नो रुममा पनि गएर मैले फोटो खिचेँ। यस्तो खालको हुन्छ। अनि यो चाहिँ हाम्रो क्याम्प जुन हाम्रो लेबर वासरुमहरू। अनि रुममा आएर हामी फोटो खिचेर एकछिन बस्यौँ। अहिले चाहिँ सभा 4 बजिसकेको छ र अब 4:30 बजे म गएर हल्का वासरुम सफा हान्छु, प्लास्टिकको फोहोरहरू उठाउँछु। त्यसपछि म 5 बज्ने बित्तिकै रुममा गइहाल्छु। आजको लागि मिनी ब्लग यति नै। मन पऱ्यो भने लाइक सेयर गरिदिनु होला। धन्यवाद।